हामी चाहिँ अहिले पताना पुग्यो साथी। यहाँ हाम्रो भारी यता छ, भारी भन्नु झोला, एउटा झोला हिँड्नु नसकेर साह्रै गाह्रो। टक्क अब हामी जाने चाहिँ यो बाटो हो, सट्ट उकालो जाँदैछौँ। तल टोक्ला पुग्नु लाग्यो भन्दैन, अझै 1 घन्टा बाँकी छ भन्ने कुरा छ बाटोमा सोद्धाखेरि। है साथीहरू, हाम्रो यात्रा चाहिँ निरन्तर हुनेछ। बाटो नि फेरि हो के भन्ने जङ्गलभित्र आइपुगेछ। ऊ माथि हेर्नुहोस् त, अब हिँड्नु नसकेर यसरी पछाडिबाट यसरी कसरी हिँडेको होला। लन्चमा आइपुगेछौँ। अब यहाँ लन्च यहाँबाट खाना खाने, अनि चाहिँ हामी पारीको बाटो हुँदै जानेछौँ। खाना रेडी हुँदैछ। हाम्रो साथी यता पारीको बाटो भएर आजको काम चाहिँ हामी ठ्याक्क म जुम गरेर देखाउँछु तपाईँहरूलाई। ठ्याक्क यो घरको ठ्याक्क पछाडिपट्टि भन्ने कुरा छ। अब हेरौँ यो बाटो चाहिँ काममा आइपुग्यो। यता हेर्नु है सम्धी। हेलो हजुर, हाम्रो बाजेबज्यूहरू त ऊ पर छ। अब भोलि यहाँबाट टाढा पानीको यात्रा।